हेलो गाइस, सबैजना सन्चै आरामै हुनुहुन्छ के गर्दै हुनुहुन्छ? जाडो बढेको छ अरे त्यसरी यतातिर छ। के छ खबर? म चाहिँ फिस फ्राइड बनाउँदै होइन, ड्युटीबाट आएर खाना बनाउँदै थिएँ। यो चाहिँ मेरो दाल, यता भात, अब यता माछा फ्राई हुँदैछ। जाडो बढेको छ नि, लास्टै पानी परेको छ यतातिर। 2-3 दिन भयो एकदम चिसो बढिरहेको छ धेरै। फाइनल्ली मेरो खाना पनि बन्यो। अब म खाना खान्छु होइन एकछिनमा। अब जाडो छ, खाना खाएर छिटो छिटो बिस्तारतिर घुसिहाल्ने हो। एकछिन मुभी हेर्ने, अनि त्यसपछि सुत्ने टक्क। बिहान उठेर फेरि ड्युटी दौडिहाल्नुपर्छ। मेरो दाल पुरा खुर्सानीले झानेर, मेरो माछा अनि भात मस्त ल्याएर छान्नुपर्छ दबाके। अनि जाडो पनि लास्टै बढेको छ है साउदीतिर त अहिले। नेपालतिर पनि अब यो पुस माघमा त अब पानी नपरे पनि जाडो हुन्छ। तर यहाँ चाहिँ 2-3 दिन भयो पानी चाहिँ परिरहेको छ होइन। जाडो पनि बढेको छ, एकदम चिसो, एकदम कतै कतै त हिउँ पनि परेको छ साउदीमा त। अनि त्यही भएर एकदम चिसो छ क्या बाहिर चाहिँ, एकदम लास्टै जाडो छ। अब टी सर्ट लगाएर त हिँड्नै नसकिन्छ। अनि अब फाइनल्ली खाना खाइन्छ। अनि त्यसपछि मेरो फेसबुक फ्रेन्ड साथीहरूलाई चाहिँ के भन्छु भने थ्याङ्क यू सो मच भन्छु होइन। अब मलाई साथ सपोर्ट गर्नुभएकोमा। अब हिजो मेरो पनि फाइनल्ली कन्टेन्ट मोनेटाइज सेट भएको छ। अब बिस्तारै सेटिङ हुँदैछ है। थ्याङ्क यू सो मच सबैजनालाई, यसरी नै साथ सपोर्ट दिनु होला भन्न चाहन्छु है। धेरै धेरै धन्यवाद। अनि यसरी नै साथ सपोर्ट दिनु ल। थ्याङ्क यू सो मच सबैजनालाई। अब म चाहिँ खाना खान्छु है। यो चाहिँ मेरो खाना, फिस, दाल अनि खुर्सानी। म चाहिँ पिरो चाहिँ एकदम पिरो लभर है। म चाहिँ एकदम पिरो चाहिँ लास्ट मनपर्छ मलाई चाहिँ। खाना खाने बेलामा खुर्सानी भएन भने चाहिँ खाना खाएको जस्तै लाग्दैन क्या। खुर्सानी चाहिँ मलाई एनी हाउ चाहिन्छ। खाना खाने बेलामा चाहिँ पिरो भएन भने मलाई जति नै स्वाद खाना खाए पनि खुर्सानी भएन भने मलाई चाहिँ खाना खाएको जस्तै हुँदैन, फिलै हुँदैन कि। त्यो खुर्सानी चाहिँ म खाइराख्छु।